सागरले न्याय पाउने अब पक्का-पक्की भएको छ। हो दर्शकबिनहरू, विभिन्न तरिकाले अदालतमा भने सबै कुरा मुद्दाहरूको बारेमा सागरलाई मुद्दाको अड्डामा अगाडि लागेर वकिलको सामुन्ने बयान राखेका छन्। हो दर्शकबिनहरू, सागरको पक्षमा पनि कुनै पनि वकिलहरू थिएनन्, तर अचानक अन्त्यमा भने फैसला हुने क्रममा जब सागरकोले नै घटना घटेको हो भन्ने भइसकेको थियो, तर अचानक भने कान्छी र वकिल आएका छन्। हो दर्शकबिनहरू, कान्छीलाई पनि सबुत प्रमाणहरू जुटाउन गाह्रो भइसकेको थियो, तर अचानक भने कान्छी अदालत जाँदा विभिन्न बाटामा अवरोधहरू आइपरेका थिए। बाटामा गाडीवाला भ्यानले पनि विभिन्न तरिकाले अर्कै बाटो लान खोजेको थियो र कान्छीलाई विभिन्न तरिकाले नराम्रो नजरले हेरेको थियो र सक्दो ढिलो लैजाने तरिकाले उसले मेन बाटोभन्दा अन्य बाटोको विकल्प खोजिरहेको थियो, तर कान्छीले त्यो बाटो कतै नगएकै कारणले त्यसरी पनि छिटो जाने भए यही बाटो हिँड्नु भनेर लगाएकी थिइन्। तर त्यो मान्छेले कुनै हालतमा गाडी नलएपछि कान्छीलाई ढिला भइसकेको थियो अदालत पुग्न। हो दर्शकबिनहरू, कान्छीलाई भने सलिनाले विभिन्न बाहनाहरू बनाएर विभिन्न तरिकाले सबुत प्रमाण मसँग छ भनेर विभिन्न तरिकाले कान्छीलाई रातिको समयमा अचानक बोलाएको एकान्त ठाउँमा बोलाएर उनले भने सबुत प्रमाण घरमै छ भनेर अपहरण गरेर भने सलिनाले आफ्नो घरमा लगेकी थिइन्। हो दर्शकबिनहरू, सागरको सर अचानक सलिनालाई भेट्न गएको बेलामा सलिनाले कुनै हालतमा घरभित्र पस्न दिएकी थिइनन् र घरमा नआउनु अन्तै भेटौँ भनेर विभिन्न बहाना गरेकी थिइन्। तर कान्छीलाई भने सलिनाले अपहरण गरेर घरमा विभिन्न तरिकाले बाँधेर थर्काइरहेकी थिइन् र विभिन्न दाग धम्कीहरू दिइरहेकी थिइन्। हो दर्शकबिनहरू, कान्छीलाई यसरी धम्की दिएर अब म सागरसँग गर्छु, सागरकोले मलाई यसरी वास्ता गर्न छोड्यो, पहिले त वास्ता गर्थ्यो अहिले वास्ता गर्न छोडेन, तैँले गर्दा मलाई सागरले कुनै हालतमा हेर्न पनि छोड्यो भनेर विभिन्न तरिकाले थर्काएकी हुन्छन्। हो दर्शकबिनहरू, सलिनाले यति गरिसकेपछि भने सरले फोन गरेको हुन्छ र सरले आउने भन्दा नआउनु भनेकी हुन्छन्, तर सर जसरी पनि भेट्न आएका हुन्छन् र आउने भनिसकेपछि भने सलिनाले कान्छीले भने बोरामा कुटुरो पारेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, कुटुरो पारेर अर्को कोठामा लगेर चुक्क लाएर थुनेको दृश्य देख्न सकिन्छ भने सर त्यहीँ आएपछि कोठामा आएपछि कान्छीले चिच्याएको कराएको आवाज सुन्छ भनेर विभिन्न तरिकाले उफ्रिने हल्ला गर्ने गरेको दृश्य पनि हामीले देख्न सकिन्छ। त्यसपछि भने सरले पक्कै पनि आवाज सुनेकै कारणले जति आवाज लुकाउन खोजे पनि नसकेपछि सरले पक्कै आवाज सुनिसकेपछि भने उनी त्यो कोठामा के को आवाज आहा भनेर जसरी हिँड्न खोज्दा सलिनाले रोकेकी थिइन्, तर रोक्न नसकेपछि सर भने त्यो कोठामा गएको दृश्य देख्न सकिन्छ र अचानक भने बोरामा कुटुरो पारेको अवस्थामा कुनै मान्छे आत्तिको देखिसकेपछि भने सरले त्यो बोरा निकालेका थिए। निकाल्दा भने कान्छीको हालत त्यस्तो देखिसकेपछि भने कान्छी तिमी भनेर विभिन्न तरिकाले गरेको हुन्छ र सलिनालाई नराम्रो दृश्यकरणले हेरेको दृश्य पनि देख्न सकिन्छ र सलिनालाई विभिन्न तरिकाले गाली गरेको हुन्छ र कसले यसरी मलाई फसाउनको लागि यस्तो गरेको हो भनेर सलिना उम्किन खोजेकी हुन्छन्, तर सरले कुनै हालतमा विश्वास गर्दैनन् र सलिनालाई विभिन्न तरिकाले गाली गलौज गर्छन्। पक्कै पनि कसैले मलाई फसाउनको लागि यस्तो गरेर यहाँ ल्याएर थुनेका हुन सक्छन् भनेर भनेको दृश्य पनि देख्न सकिन्छ। त्यतिकैमा भने कान्छीले भने सबै कुरा सरलाई बताएको दृश्य देख्न सकिन्छ। हो दर्शकबिनहरू, कान्छीले भने यसरी अपहरण गरी सबुत प्रमाणहरू दिन्छु भन्ने बाहना बनाएर मलाई यसरी ल्याएर यसरी तडपाई यसरी दुःख दिई मलाई कस्तो सास फेर्न पनि गाह्रो भएको छैन। म जसरी पनि अब अदालत जानु छ, सागरलाई न्याय दिलाउनको लागि सबुत प्रमाणहरू बुझाउन पर्ने भएको छ भनेर कान्छी भने त्यहाँबाट निस्केकी हुन्छ भने त्यहाँ भने सरले विभिन्न तरिकाले सलिनालाई थर्काएको र अब जिन्दगीभर तँसँग बोल्दिन, कुनै हालतमा बोल्नेवाला पनि छैन र तँसँग कुनै हालतमा अब सङ्गत गर्ने छैन, मेरो पछि आइन्दा नलाग भनेर त्यहाँबाट निस्केको हुन्छ। तर सलिनाले बारम्बार
रोक्न खोज्छे तर सर भने रिसाउँदै गएको हुन्छ र विभिन्न तरिकाले खुट्टा ढोक्न खोज्छे तर उसले लात्ताले हानेर गुल्ट्याएको पनि दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू सरिना र सरको अब सम्बन्ध टुटिसकेको छ। त्यस्तो देखिसकेपछि अब कुनै हालतमा सरले विश्वास गरेका पनि छैनन् र उनलाई अपहेलना गरेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू कान्छीको मोबाइल भने सरिनाले नै पहिले नै फुटालेकै कारणले कान्छीको फोनमा कुनै हालतमा फोन लागेको हुँदैन र उनले भने मितेनी दाइलाई फोन गर्न भनेर विभिन्न तरिकाले फोनहरूको घर गएर विभिन्न तरिकाले फोन नम्बर मागेको हुन्छ र घर जाँदा भने त्यहाँ भने त्यो घर कोठामा कोही पनि नभएको हुन्छ र आफ्नो छोरी र देवर बाबु र सासू पनि घरमा नभएको हुन्छन्। विभिन्न ठाउँमा खोजेकी हुन्छन् ल खोज्दा नपाएपछि भने त्यहाँ भने सबैका कोठा चाहदा भने अचानक भने सरको बुवाले देख्छ र रिसाएको हुन्छ। किन अन्त गएको आफ्नै कोठामा मात्रै खोज्न भनेर विभिन्न थर्काएको र त नलायक अझ यस्तो हालतमा आएकी छस् यी हेर त कहाँ रातभरि कहाँ गई र कसले के गर्यो यस्तो हालत बनायो नसक्ने अवस्थामा यसरी आइज रातभरि कौसँग सुतिस् के गरिस् भनेर विभिन्न तरिकाले गाली गलौज नराम्रो शब्दहरू प्रयोग गरेको दृश्य हामीले देख्न सकिन्छ। र एकचोटि फोन दिनु म जसरी पनि म मितेनी दाइलाई फोन गरेर सोध्छु अनि कहाँ हुनुहुन्छ मितेनी दाइ अथवा ती छोरीहरू र सागरको भाइलाई फोन गर्छु भनेर विभिन्न तरिकाले फोन माग्दा भने सरको बुवाले कुनै हालतमा दिएको हुँदैन र तँलाई दिँदा पनि दिँदैन त यहाँ घरबाट निस्किहार यस्तो हालतमा भनेर त्यस्तो अवस्थामा भने सरको बुवाले घरबाट निकालेको हुन्छ। तर बाटोमा एकजना महिला हिँडिरहेको हुन्छ र उसँग भने कान्छीले फोन नम्बर मागेर जसरी पनि सागरको भाइलाई देवर यानि कि देवरलाई फोन गरेर कहाँ छ भन्दा विभिन्न तरिकाले डुलाउन हिँडालेको छु भनेर भनेको दृश्य देख्न सकिन्छ। र अचानक भने कान्छीले उसलाई फोन गरिसकेपछि छोरीसँग भेट भएको दृश्य पनि हामीले देख्न सकिन्छ र छुट्टै आएर कान्छीसँग भेटाएको दृश्य पनि देख्न सकिन्छ। र कान्छीले भने म अब जसरी पनि यहाँ बस्दिनँ छोरीलाई राम्रोसँग हेर्नु छोरीको आवाज के छ कस्तो छ अवस्था भनेर सुन्नको लागि म फोन गर्न चाहेको भनेर भनेको दृश्य देख्न सकिन्छ। र कान्छी भने अब सागरलाई जसरी पनि अब न्याय दिलाउन अब अदालत उपस्थित हुने भएको कारणले अदालत जान्छु भनेर कान्छी भने अदालततिर लागेकी हुन्छन्। ल मितेनी दाइको अवस्था नबुझिसकेपछि मितेनी दाइ कहाँ हुनुहुन्छ के हुनुहुन्छ अब जसरी पनि फोन गर्नुपर्छ भनेर कान्छीले फोन गर्नको लागि भने विभिन्न तरिकाले अर्को कुनै एकजना बाजे आएको हुन्छ बाटोमा र उहाँसँग मोबाइल मागेर फोन गरेकी हुन्छ। र मितेनी दाइ भने कान्छीलाई विभिन्न ठाउँमा अदालतसम्म उपस्थित गराउनको लागि विभिन्न ठाउँमा खोज्दै हिँडिरहेका थिए र कान्छीले म यहाँ छु पहिलेको ठाउँमा पहिले बस्ने घरभन्दा अगाडि जहाँसम्म आएर तपाईँ छोड्नुहुन्छ त्यहीँसम्म आउनु म त्यहीँसम्म आएर बसेको हुन्छु भनेर भनेको हुन्छ। हो दर्शक बिन्दुहरू कान्छीले बारम्बार फोन गर्दा पनि मितेनी दाइको फोन लाग्न छोडिसकेको छ र मितेनी दाइ भने कहाँ गए के गरे अब आउने बेला भइसकेको छ अझै पनि म आउनु भएको छैन भनेर तनाव लिएकी हुन्छन्। उता अदालतमा जानको लागि कान्छीलाई हतार भइरहेको हुन्छ। हो दर्शक बिन्दुहरू मितेनी दाइलाई भने फोन नलागेको कारणले एकजना बाजेसँग आएको बेलामा बाजेलाई फोन हान्नु भनेर पठाएकी हुन्छन्। 2-3 चोटि फोन लागेको हुँदैन र फोन नलागेपछि भने अन्तिममा भने मितेनी दाइलाई फोन लागेको हुन्छ। तर मितेनी दाइ तपाईँ यहाँ आउनुहुन्छ भनेर म 1-2 घन्टा कुरिसकेँ तपाईँ आउनु भएन किन आउनु भएन भनेर सोद्धा भने मितेनी दाइको आमा भने कुनै ठाउँबाट खसेर घाइते अवस्थामा रगताम्य अवस्थामा भएको भनेर फोन आएकै कारणले मितेनी दाइले अब तत्कालै हस्पिटल जान पर्ने भएकाले आमालाई उपचार गर्नको लागि हस्पिटल जान पर्ने भएकोले उनी भने म जसरी पनि अब आउन भ्याइन छोरी बहिनी अर्को दिन पक्कै पनि म अदालतमा समावेश हुन्छु अहिलेलाई आमालाई बचाउनको लागि म हस्पिटल तत्कालै जान पर्ने भयो म त्यही भएर म जान पर्यो भनेर भने ऊ भने अब म जान्छु तिमी पिर नगर तिम्रो ख्याल गर जसरी पनि तिमी अदालत गरेर तिम्रो प्रक्रिया चाल भनेर भनेको हुन्छ। र कान्छीले भने तपाईँले पनि राम्रोसँग आमाको ख्याल गर्नु र बचाउनु होला शुभ भओस् तपाईँको सुखमय भओस्। तपाईँले यति दुःख गर्दा पनि सहयोग गर्न चाहँदा पनि सक्नु भएन आफ्नै समस्या देखा परेकै कारणले तपाईँ जान लाग्नु भएको हो म कुनै हालतमा टेन्सन लिँदिनँ भनेर भनेको हुन्छ। र कान्छी भने
अब जसरी पनि अदालतमा त्यहाँ फैसला हुने समय सकिन लागेको हुनाले जसरी पनि पुग्ने अवस्था थियो र ट्याक्सी खोजेर कान्छी भने जान खोजेकी हुन्थ्यो र ट्याक्सीवालाले भने बारम्बार कान्छीलाई जिस्काउन खोजिरहेको थियो र त्यो कान्छीले भने जसरी पनि छिटोभन्दा छिटो चाँडो कुदाउनु भनेर अत्याइरहेकी हुन्थिन्। उता भने अदालतमा विभिन्न तरिकाले बहस चलिरहेको थियो र बहसमा भने सागरले पनि बयान दिएका थिए र सागरको विपक्षको वकिलहरूले भने उसलाई सक्दो यसैले गरेको हो भनेर विभिन्न तरिकाले कुराहरू गरिरहेका थिए भने नाबालिकाका बाउले पनि यसलाई जसरी पनि कारबाही गर्नुपर्छ भनेर वकिल सामु पेस गरिरहेका थिए। हो दर्शकबिनहरू सागरहरू पक्षको भने कोही पनि वकिल थिएन र न आफ्नो श्रीमती कान्छी पनि आएकी थिएनन् र ऊ भने तनावमा थिए, कोही पनि नआएको हुनाले सागरले भने अब न्याय पाउने छैनन् भन्ने लगभग पक्की भइसकेको थियो र यता ट्याक्सीवालाले भने कान्छीलाई आफ्नो बाटो लानेको साथो अर्कै बाटो लगेर कान्छीलाई अब कोठामा जाम भनेको थियो र जबरजस्ती उसलाई अन्त लान खोज्दा कान्छी बाठी भएर अचानक भने गाडीबाट झरेको दृश्य पनि हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू अब भने कान्छी भने अदालतमा अन्तिम फैसला हुने बेलामा थुनुवाको लागि अब लगभग डिसिजन हुने फैसला हुने बेलामा अचानक कान्छी भने अदालत पुगेर वकिलसहित अदालतबाट पुगेकी छन्। हो दर्शकबिनहरू कान्छीले पक्कै पनि सबुत प्रमाणसहित अब भने सागर जेलमुक्त हुनेछन् र ती गुन्डाहरू अब जेल चलान हुने पक्की भएको छ। हो दर्शकबिनहरू कान्छी सिरियलमा झनभन्दा झन खतरा हुँदै गएको छ र अब भने सागर जेलमुक्त हुने पक्की भएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू कान्छी सिरियल मन परेमा सबैले लाइक कमेन्ट सेयर गरी अझै पनि मेरो युट्युब च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब गरी जोडिनु होला। शुभ दिन शुभ पर्व बाँकी पर सुखमय रहोस्। धन्यवाद।